स्वागत छ फेरि नयाँ नयाँ चिम्सु भ्लगमा। बिहान बिहान कुहिरो लाग्छ है, टक्क बब्बा बच्चियो त बिहान बिहान उठ्ने बित्तिकै चिहाको कति पछि उयो छ मेरो उसहरू ल बिहाजरले के भनौँ यार, बिहा गर्न पठाउँछ हौ बाजेहरू। एज नो एज बिहा गर्न पठाउँछ है, के भनौँ। यहाँ धोती छ। हेलो ओइ के रे भयो म नजिक त के आज चाहिँ यति बनाइन्छ होला घरको सरको होइन। अनि भोलि चाहिँ के भनौँ के गर्दैछ, आइसक्यो फेरि अघि भर्खर गाभा काटेर आएको होइन। अनि त्यही हो, गाभा काटेर आएर बसिरह के भन्नु, गाभा काटेँ अनि भिडियो गर्न पाएन। अनि मोबाइलमा चार्ज पनि थिएन, त्यही भएर अनि एयरपोर्ट पनि हरायो एउटा कानको, एउटा चाहिँ छैन। अब भेनालाई डच हान्ने भयो, एउटा कस्तो कहाँ झर्दिरह है। अनि एउटा मात्रै छ, अब भेना चाहिँ कति कराउने होला। अनि त्यही हो, कति उस पछि हालेको मैले भिडियो पनि। अनि सुन्दैछु जेठालालले हेर्दै यता त्यो मोबाइलमा न। अनि म आइछु अनि सबैको प्यारो त्यही हो। आजको दिन कस्तो छ हेरौँ कस्तो हुन्छ। उही लामो यो चप्पल त के हो च्यातिर सुन ल यार, म त चप्पल किन्ने छैन। 700 रुपियाँ गयो नि यार, फक भएन फक भएन। घरमा धारा पनि यहाँ गरेर कराउँछु हो, यो माना त चोट धारा कस्तो छ धारा पनि यहाँ। अनि लुगा धुँदैछु अनि आएको छु। अनि बाजे भर्खर हामी दुईजना उस काटेर आएको। तर ह्यान्डसम बहुत हिरो चप्पल राम्रो छ ल है। म चाहिँ टक्क बसिर यहाँ माथि तरकारी हेर्दै मासु हेर्दै। अनि कुकुर चाहिँ पछाडि छ। अनि म यहाँ देखेको छु चाउडा देखेको छ होला यो क्यामेरा, यहाँ क्यामेरा यहाँ यता देखेँ होला। अनि केही कपाल पनि राम्रै देखेको छ। अनि गरौँ अनि तरकारी बनाउँदै यहाँ विदेश पठाउनु भनेर के अरे बुटिरा के भन्छ बुटिरा होला बुटिरा। अनि बुटिरा मजाले। अनि यही देख्नुहोस् मासु टक्क यता पनि छ के अनि अनि एक पिस खानु कसरी थाहा पाउने। कुकुर छ, बिरालो छ, बाख्रा यसको बात सानो कुखुरा छ, सबै छ यार। के भएन बनाउँदै म चाहिँ खाँदै बस्छु नि। कस्तो टल्क्या हो लामो, सरी त्यस्तो बोल्न त नहुने हो। अनि केही छैन। अनि आइरहेको छ ब्लग, महिना भनौँ न आउँछ, छिटै आउँछ नि पुरा हप्तामा पक्का दामीवाला। अनि यहाँ छ डेनी सुतिरहेछ यो अहिले, घरमा हालेको छैन। अनि बसिर अघि चाहिँ त्यही भन्ने थिएँ भिडियो सिडियोस गऱ्यो। अनि बाजेहरू उता जानु लाग्छ। अनि बाजेसँग पैसा मागेको दिनु भएन, औडा छ हौ हाम्रो बाजे त बर के। अनि के भन्नु लाग्थ्यो साँच्ची भोलि हाम्रो दिदीको उस छ, के भन्छ खै बिहा भनौँ कि के भनौँ, त्यो माग्ने आउने कि आई थिङ्क त्यस्तै के भनौँ न त्यस्तै छ। त्यही हो, बाख्रा छ घरमा, माथि बहिनी सुतिरहेछ होला। म चाहिँ यहाँ हेर्न आएको, बिरालोले जुटाल्छ भनेर। त्यही भएर के छ ठिकै यार, सुकुटी बनाउँछ भने के भन्नु, फ्राई पो बनाएको छ त हौ। ल अहिले पछि टक्क भेटौँ ल, कपाल हेर न क्या छप यस्तो छप्प ल
मच्छी आइसक्यो फेरि है अनि दिउँसो गर्ने पाएन दिउँसो पनि खै के बिजी भयो अनि आज भोलि आएको छु अलिकति खाना बनाउनु बाजे कुखुराको मासु यता बहिनी खाइरहेको छ अनि म छु अनि भोलिको पनि टक्क बनाउँछ होला दिदीको के भन्छ बिहा त म्यारिड अनि भर्खर टिका हुन्छ फर्स्टहरू मगरहरू अनि पछि उसो हुन्छ अनि त्यही हो यो चाहिँ बाजेको रुम खोस्टा होला अनि यता चाहिँ मेरो रेसमको रुम त्यतिको सबै उस छ के भन्छ के अरे उसको सबै के भन्छ बिस्तारै पेन्द्र सन्द्र सबै छ अनि यता आन्टीले उस दुध खुलाइरहेको छ नानीलाई चाहिँ हामी टक्क जानु लाग्यो अब दिदीको उसमा अनि बिहान उठेर भन्न भर्खर उठ्यो अनि हाम्रो आन्टी बाजे अनि यो म चाहिँ टक्क आएको होइन कस्तो होइन अनि टक्क जाँदै हो हामी तिनजना अनि माया अङ्कल हुनुहुन्छ अङ्कल अनि टक्क पारा तरिकाले जानुपर्छ अनि टक्क भने दिल्ला लाउँछ दिदीको उसमा सक्क हिरो बनेर है हाम्रो कहिले अङ्कल तालु बाला कहिले अङ्कल टक्क लाउनु न टोपी हामी चिरेको छ त बाला चाया रहेछ हौ के भयो टोपी त चाया बाहिर देखेछ देखेछ त अनि टक्क यता छु हिरो भर्खर बुढो जस्तो देखेछ अब आउनु लाग्यो जन्तीहरू पनि आयो होला त्यत्रो भन्दा खुट्टा ढोग न बिहा भिडियो थोरै हालिदिन्छु क्लिप होइन अनि दिदीहरूको अनि म चाहिँ यता निनीलाई पुऱ्याउनु पर्छ छु अनि म छु स्ल्यामले कता दिदीलाई पुऱ्याउनु यता निनीलाई पुऱ्याउनु आएको दिदीहरूको उस चलिरहेको छ अहिले टिका मात्रै उस हो अनि पछि ठुलो बिहा गर्छ होला हाम्रो चाहिँ सायद 2टा हुन्छ कि आई थिङ्क पहिला उसलाई पनि त्यसपछि निनीलाई पुऱ्याउनु आएको पर्छ अब टक्क भेट्नुपर्छ अहिले यता निनी हुनुहुन्छ द्याट माई निनी अनि अहिले टक्क भेट्नुपर्छ है सर छोडेर पनि आइसक्यो म होइन कस्तो होइन म त निस्किन्छ छोडेर आइसक्यो निनीलाई बसमा चढाएर अनि सरलाई जानु लानु भएको अघि भनेन होला अनि बिल्ला लाग्यो छेउतिर बनाउन अनि
अहिले चाहिँ बनाउँदै हिँड्छु स्कुटरमा टक्क बाइकमा स्कुटरमा अनि अब डाइरेक्ट जाने फेरि त्यहाँ दिदीको घर बिहामा सानो बिहा भन्छ होइन निनीले सोध्या सानो बिहा भन्छ एउटा लाग्यो कि मलाई अनि त्यही भएर साथी हो त्यही भएर कुनै सक्दैन है अनि अगाडिबाट उस आइरहेको छ गाडी केही पर्वा छैन हाल छैन सेफ्टीमा होइन पारा जस्तो हिँड्नुपर्छ कि धेरै कुदाउनु पनि हुन्न लिमिटमा हिँड्नुपर्छ हुन त हो त्यही भएर अहिलेसम्म त एक्सिडेन्ट भएको छैन त्यही पनि अब टक्क त्यहीँ भेट्नु ल सिधा होइन लामो हेर्नुहोस् नभएर सरी कस्तो बोले हो म त्यही भएर चाहिँ त्यति कस्तो भन्ने अप्ठ्यारो लाग्यो मान्छेहरू कसरी हेर्छ यता गयो धन्दा है ल अहिले भेटौँ न त्यही आइसक्यो यहाँ चाहिँ आन्टी हुनुहुन्छ अनि ओ आन्टी आन्टी अनि म छोडेर आयो भने ल घर पनि आयो तपाईँले हेर्नु दामी क्या माछा अन्त गाली आयो भने हान अनि लजाउँछ त्यो भिडियो गरे तेरो होइन अनि त्यही हो अब टक्क बसिन्छ एकछिन निन्द्रा लाग्छ अनि सुत्ने होला एकछिन टक्क अब यो छ अनि आज यति हुन्छ होला आई थिङ्क ब्लग भयो भने नभए हुन्छ आँखा त्यो के यस्तो गर्छ क्या यस्तो गर्छ कि हाँस चलाउँछ यता आई 4 यो 4 बच्चा उयो छ त कता छ ए मेरो प्यारी बहिनी हेलो मेरो बहिनी अनि यहाँ भान्जा छ बिहान ल